Namaste. My name is Uzan Fial. I am from Arts Paradise Production. Dadapari with Yamaha Razor 125cc hybrid को हामी फर्स्ट एपिसोडमा छौँ. फर्स्ट एपिसोडको लागि चाहिँ हामीले अप्पर मुस्ताङ चुज गरेका छौँ. अब अप्पर मुस्ताङ भन्ने गर्दाखेरि तपाईले लोमान्ताङ कोरला बोर्डर त पक्कै पनि आयो होला माइन्डमा हजुरको. तर हामीले अर्को डेस्टिनेसन चुज गरेका छौँ जुन चाहिँ हो याराघारा. याराघाराको यात्रा हाम्रो पक्कै पनि सजिलो चाहिँ थिएन. तर Yamaha Razor 125cc हाइब्रिड सँगको यात्रा चाहिँ स्मुथ र कम्फर्टेबल चाहिँ पक्कै भयो. पहिलो दिन चाहिँ हामी काठमाडौँबाट पोखरा आयौँ. काठमाडौँबाट पोखरा आउँदाखेरि मुगलिनसम्मको बाटो त हजुरहरूलाई थाहा नै छ कस्तो छ. तर त्यो बाटोमा पनि हेर्ने हो भने यसको पर्फर्मेन्स मैले राम्रै भेटेँ. सस्पेन्सनहरू पनि राम्रै रहेछ. र अब हाइवेको कुरा गर्दाखेरि चाहिँ मैले हाइवेमा यसको पिकअप राम्रो भेटेँ र स्टेबिलिटी राम्रो भेटेँ. त्यसको कारणले गर्दाखेरि हामी पोखरा आउनलाई सहज भयो. सेकेन्ड दिन चाहिँ हामी पोखरादेखि लेतेको यात्रा थियो हाम्रो. पोखरादेखि लेतेको यात्रामा चाहिँ हामी सारङकोटको पछाडिपट्टिको बाटोबाट बेनी पुग्यौँ. बेनी पुगेर कालीगण्डकीको किनार हुँदै त्यहाँ पुग्यौँ. अब थर्ड डे चाहिँ हामी लेतेबाट कोपाङ नपुग्दै लेफ्ट लागेर हामी सेकोङतिर लाग्यौँ. सेकोङको बाटो चाहिँ कस्तो थियो भन्दाखेरि तपाईँको जङ्गलको बिचको बाटो, उकालो धेरै र अफ रोड. अब त्यहाँ पनि यो स्कुटरको हाम्रो पछाडि स्याडल ब्यागहरू पनि थियो. त्यो हुँदै पनि पिकअप चाहिँ एकदमै राम्रो भेटेँ र सस्पेन्सन पनि एकदम राम्रो भेटेँ. त्यहाँबाट निलगिरीको भ्यू एकदमै राम्रो देखिने रहेछ. अब त्यो जङ्गलको बाटो फर्केर मार्फा भ्याली घुमेर स्कुटरमै एलिजहरू मार्फाको एलिजहरूमा घुमेर एक्सप्लोर गऱ्यौँ. मार्फाबाट निस्केर जोमसोम हुँदै कागबेनी हुँदै हामी मुक्तिनाथ पुग्यौँ. अनि मुक्तिनाथ दर्शन गऱ्यौँ. दर्शन गरेर फेरि त्यही बाटो फर्केर कागबेनीबाट छुसाङतिर लाग्यौँ. छुसाङ चाहिँ तपाईँको अप्पर मुस्ताङको सुरु हुने ठाउँ हो. अप्पर मुस्ताङ ठ्याक्कै सुरु हुन्छ छुसाङबाट चाहिँ. त्यहाँबाट चाहिँ तपाईँले अब पिच रोड भेटाउनुहुन्न, सबै नै अफ रोड हो. अनि त्यो उकालो अफ रोडमा पनि हामीलाई Yamaha Razor 125cc हाइब्रिडले चाहिँ एकदमै हेल्प गर्यो. किनकि पिकअप एकदमै राम्रो, उकालो चढ्न पनि त्यति अप्ठ्यारो भएन. र त्यसपछि चाहिँ हामीले डेजर्ट भाइब लिन सक्छौँ. त्यसपछि हामी समरसम्म पुग्यौँ. समरसम्म पुग्दाखेरि झिसमिसी अँध्यारो भइसकेको थियो. ब्ल्याक आइसहरू पनि धेरै थियो रोडहरूमा. अनि त्यो पार गर्दै हामी स्याङबोचेसम्म पुग्यौँ. र फोर्थ डे चाहिँ हामी अर्ली मर्निङै हिँड्ने डिसाइड गऱ्यौँ. र मैले चाहिँ बिहान उठ्दाखेरि स्कुटर स्टार्ट हुन्छ कि हुँदैन चिसोको कारणले मैले चाहिँ स्कुटर स्टार्ट गर्न जाँदाखेरि चाहिँ वान ट्यापमा स्टार्ट भयो. त्यो चाहिँ मलाई एकदमै इम्प्रेसिभ लाग्यो यो स्कुटरको. युजल्ली मान्छेहरूले अप्पर मुस्ताङ जाँदाखेरि धाकमारको जहिले गइरहने रोडै प्रिफर गर्नुहुन्छ र धाकमार भ्याली छुटाउनुहुन्छ. तर हामीले चाहिँ धाकमार भ्याली पनि एक्सप्लोर गरौँ न त भनेर डिसाइड गऱ्यौँ. सो हामी चाहिँ धाकमार भ्यालीतिर गयौँ. त्यहाँ लगभग सबै घरका मान्छेहरू तल झरिसक्नु भएको थियो. चिसोको कारणले पनि होला. केही मान्छेहरू मात्र हामीले भेटायौँ र हामी उहाँहरूसँग बसेर त्यहाँको कल्चर लाइफस्टाइल कस्तो छ, त्यहाँको अप्ठ्याराहरू कस्ता छन् भनेर चाहिँ कुराकानी गर्न थाल्यौँ. त्यहाँबाट निस्केर हामी एउटा एकदमै कल्चरल ठाउँ चाहिँ घरगुम्बा भन्ने गुम्बा रहेछ त्यहाँ. र हामी त्यहाँ पनि छिर्यौँ. त्यहाँ पनि एकछिन एक्सप्लोर गरेर मराङ हुँदै चराङ आइपुग्यौँ. त्यहाँनिरको लोकललाई सोद्धाखेरि यारा पुग्न चाहिँ लगभग 2 देखि 2.5 घन्टा लाग्छ भन्नुभयो. र हामीले ढिला नगरिकन खाजा खाएर हामी चराङबाट याराको लागि लाग्यौँ. र यारा पुग्दाखेरि हामी अँध्यारो नै भइसकेको थियो. बाटोहरू कन्फ्युजिङ हुने हो कि भिजिबिलिटी नराम्रो होला कि भन्ने पनि भइरहेको थियो. हेडलाइटको पावरले गर्दाखेरि चाहिँ हामीलाई त्यो प्रब्लम आएन र हामी घारा पुग्न सफल भयौँ. घारा पुगेर हामी त्यो दिन बस्यौँ र भोलिपल्ट घारा एक्सप्लोर गर्ने प्लान गऱ्यौँ. र त्यहाँको लाइफस्टाइलहरू हेर्दै हामी लुरी गुम्बासम्म पुग्यौँ. लुरी गुम्बा चाहिँ लगभग 800 वर्ष पुरानो गुम्बा रहेछ. अनि लुरी गुम्बाको आनीसँग पनि गफ गऱ्यौँ. टोटलमा चाहिँ हामीले 1200 किलोमिटर कभर गऱ्यौँ. 1200 किलोमिटर कभर गर्दाखेरि चाहिँ यसको माइलेज एकदमै राम्रो भेट्यौँ र यसको सस्पेन्सन पनि एकदमै राम्रो भेट्यौँ. हामीलाई अफरोड जाँदाखेरि पनि त्यस्तो प्रब्लम केही पनि भएन र कम्फर्टेबल्ली नै हामीले राइड गर्न सक्यौँ यसको सकको कारणले गर्दाखेरि.